सो गाइस स्वागत छ तपाईहरु सबैजनालाई मेरो मिनी ब्लगमा। यहाँनिर आज चाहिँ सन्डेको दिन है। यहाँनिर चाहिँ मैले आलुको सब्जी बनाउँदै छु। त्यसको बादमा चाहिँ यहाँनिर मेरो साइडमा राइस पनि पाक्दैछ है। यो चाहिँ भात हो। त्यसको बादमा यहाँनिर दुध पनि मैले बोइल गरेर राखिसकेको छु। अन्त यहाँनिर साइडमा अन्डालाई पनि फ्राई गरेर राखेको छु आलुसँग मिक्स गर्नको लागि है। त्यसको बादमा मैले अलिकति पानी एड गरेँ डढ्छ भनेर। अन्त मजाले चलाएर चाहिँ यसमा मजाले पाक्नु दिएर त्यसको बादमा धनिया हालेर त कस्तो जान्छ नि भात त। त्यसको बादमा चाहिँ यहाँनिर तलनिर आजको वेदर चाहिँ यस्तो भइरहेको छ। अलिअलि धुम्बो पनि लागिरहेको छ, घाम पनि। यहाँ तलनिर चाहिँ बारीमा के सब्जीहरू छ है। यो चाहिँ हाम्रो रुमको तलको भ्यू हो है। अनि त्यसको बादमा चाहिँ यहाँनिर मैले हल्का स्किन केयर गरेँ, अलिकति प्याक लगाएर चाहिँ सुकाउँदैछु। अन्त यहाँनिर मेरो सब्जी पनि पाकेर रेडी भयो। अहिले भने चाहिँ चटक्क यसमा धनिया पनि काटेर एड गरिसकेँ। हेर्नुहोस् होला अहिले चाहिँ पाकेर रेडी भयो अन्डा र आलुको सब्जी मेरो। त्यसको बादमा यतानिर राइस पनि बनाउँदै थिएँ, पानी बेसी भइहालेछ है। अन्त त्यहाँनिर पुरा मैला भएछ, मैले यहाँनिर चाहिँ क्लिन गर्दैछु, केही बात छैन तर पनि। त्यसको बादमा चाहिँ मैले यहाँनिर नानीलाई नुहाइदिएको थिएँ नि त। आज सन्डे हो, भोलिदेखि त स्कुल स्टार्ट हुन्छ। अन्त कपाल सुकेको सुकेन भनेर मैले यहाँ छाम्दै थिएँ। अन्त आजको मेरो मिनी ब्लग चाहिँ त्यति नै हो। आई होप तपाईँहरूलाई मन पराइदिनुहुन्छ होला भनेर। मन परायो लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु। ओके बाई, लभ यु अल।